हेलो गाइज, हिजो चाहिँ हामी डन्डादेखि नारायणसम्मको बाटो देखाएको थियौँ। आज चाहिँ हामी डन्डादेखि झ्यालबाससम्मको बाटो देखाउँछौँ। हजुर, हामी गाडीभित्रै बसेर देखाउँछौँ। ल गुरुजी, गाडी स्टार्ट गर्नु त। बहिनी हो, ऊ चाहिँ मेरो भाइ हो, ऊ चाहिँ मेरो साथी हो। अहिले चाहिँ हामी पिप्रेनी जङ्गलमा आइसक्यौँ। यहाँ चाहिँ धेरै जनावरहरू आउँछन्। दाउरा घाँस काट्न मानिसहरू पनि आउँछन्। देख्न सक्नुहुन्छ जङ्गलै जङ्गल छ चारैतिर। आफ्नो नाम बताओ। मेरो नाम चाहिँ रेमोस्टी हो। मेरो नाम चाहिँ रेमोस्टी हो। मेरो नाम सिबिया हो। साथीहरू, यहाँ चाहिँ धेरै बाघ भालुको खतरा हुन्छ। त्यही भएर अहिले हामी जान्छौँ साथीहरू। बाटोमा हामी हजुरहरूलाई देखाउँछौँ। साथीहरू यताबाट चाहिँ डन्डा निस्किन्छ
उताबाट चाहिँ जुके पानी, यताबाट चाहिँ झ्यालबास निक्लिन्छ साथीहरू। अब हामी चाहिँ अब झ्यालबास जान लाग्छौँ, देख्न सक्नुहुन्छ। साथीहरू अब आज चाहिँ हामी झ्यालबास जान लाग्छौँ। हामी हजुरहरूलाई झ्यालबासको बाटो पनि देखाउँछौँ। यो बाटो चाहिँ अलि खराब भएर हामी ढिलो पुगिरहेको छौँ। हामी पिप्रेनीको जङ्गल कटिसक्यौँ, हजुरलाई बाटो पनि देखाउँछौँ। साथीहरू हामी चाहिँ अब पुलमा आउन लागिसकेको छौँ, देख्न सक्नुहुन्छ। पुल आइसकेको छ। यहाँ चाहिँ जताततै जङ्गलै जङ्गल छ साथीहरू, त्यही भएर अहिले चाहिँ कोही पनि आएन। हामी चाहिँ भ्लग गराउनु भनेर आएको, देख्न सक्नुहुन्छ। पुल छ, यो चाहिँ झ्यालबास जाने बाटो हो साथीहरू। साथीहरू हाम्रो 2K पनि हुन लाग्यो, छिटो सब्सक्राइब गरिदिनुहोस्। अहिले चाहिँ यो पुलमा पानी छैन, पुरै सुकेको छ साथीहरू। यता पनि त्यस्तै छ। अहिले चाहिँ हामी हिँड्दैछौँ साथीहरू, जङ्गलै जङ्गल देख्न सक्नुहुन्छ। साथीहरू फाइनली हामी चाहिँ जङ्गल कटिसकेको छौँ। अहिले चाहिँ हामी बेरी गाउँमा आइसकेको छौँ र हामी चाहिँ अब झ्यालबासतिर चाहिँ झ्यालबासको बाटोतिर चाहिँ जान्छौँ र गुरुजाम साथीहरू। अहिले चाहिँ हामी ठ्याक्कै बेलुवा आइसकेको छौँ, देख्न सक्नुहुन्छ। अघि बाटो राम्रो थिएन, त्यही भएर अलि धेरै बेर खिच्न पाएनौँ। अहिले चाहिँ यहाँ बाटो पिच गरेको छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा पार्क जस्तो बनाछन्। Bye, Mr.
र अहिले हामी चाहिँ बेरुवा गाउँको स्कुलमा आइसकेको छौँ, देख्न सक्नुहुन्छ। श्री जनता उच्च माध्यमिक विद्यालयमा आइसकेको छौँ, देख्न सक्नुहुन्छ। साथीहरू अब चाहिँ हामी यता जान्छौँ पिच बाटोनिर, देख्न सक्नुहुन्छ। हेलो गाइज, अब चाहिँ हामी पिच रोडमा आइसकेको छौँ। हाम्रो डाँडाको भ्यू पनि राम्रो देखेको छ। अब चाहिँ हामी अब सिधै जान्छौँ अनि डाँडातिर पनि जान्छौँ होला सायद। अनि डाँडातिर गयौँ भने हामीहरूलाई देखाउँछौँ कस्तो हो भनेर पनि देखाउँछौँ। अब हामी सिधै डाँडामा भेट्छौँ है त। साथीहरू अहिले चाहिँ हामी जङ्गलनिर आइसकेको छौँ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी डाँडामा जाने भनेको समय नपुगेर गएनौँ। अर्को पटक आउँदाखेरि हामी हजुरहरूको इच्छा पुरा गरेर डाँडामा गएर भिडियो बनाउनेछौँ। अहिले चाहिँ हामी यहाँसम्म मात्रै आएको छौँ। हेलो, मेरो नाम चाहिँ रेमोस्ती। म चाहिँ आज म आएको छु। यिनी चाहिँ मेरो साथी निसिदान चाहिँ। मेरो नाम चाहिँ रेमोस्ती। म चाहिँ ब्रेमकी। ऊ चाहिँ मेरो भाइ हो। मेरो युट्युब च्यानल छ भने साथीहरू हामी चाहिँ अलि उता झालबास बजारसम्म जान्छौँ। 1-2 मिनट लाग्छ होला। अनि त्यहाँ पुगेपछि चाहिँ हामी घरतिर लाग्छौँ। गुरुजी जाम सभा
अहिले चाहिँ हामी होमस्टेको गाउँपालिकाको कार्यालयनिर आइसकेको छौँ। देख्न सक्नुहुन्छ कार्यालय हो यो चाहिँ। अब हामी अलि अगाडि गएर फर्किन्छौँ साथीहरू घरतिर। अहिले चाहिँ हामी झ्यालबास बजारमा आइसकेको छौँ। उता माथिको पहाडको मानिसहरू चाहिँ यहीँ बजार गर्न आउने गर्दछन्, सरसामान किन्न आउने गर्दछन्। देख्न सक्नुहुन्छ बजार हो यो चाहिँ। यता चाहिँ सबै चिज पाउँछ, किनभने पहाडको मानिसहरू यता आउने गर्दछन् धेरै टाढा जान्न। अहिले चाहिँ हामी कुमारी ब्याङ्क लिमिटेडमा आइसकेको छौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ एटिएम पनि छ। यहाँ धेरै सेवा सुविधा नि पाइन्छ। एटिएमको सुविधा पनि छ यहाँ। किराना पसल गरेको साथीहरू। यताबाट चोरमारा पनि जान्छ साथीहरू। देख्न सक्नुहुन्छ यो बाटो चाहिँ। हामी चाहिँ अहिले यहाँबाट आएको हुनु।